साथीहरु के तपाईहरुलाई पनि यो एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ परेको छ त? यदि परेको छ भने यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। अब यो आजको भिडियोमा चाहिँ यो एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ हाम्रो डिम्याट खातामा आइसकेको हुनाले अब यो शेयर सेकेन्डरी मार्केटमा कारोबार हुँदा सुरुको दिनमा यसको ओपनिङ प्राइस कति हुन्छ, साथै यो शेयर कति जनाले भरेका थिए, कति जनालाई परेको छ, सेकेन्डरी मार्केटमा अहिले तत्काल कति किता कारोबारमा आउँछ, यसको नेटवर्थ र ईपीएस के कति रहेको छ, यी सम्पूर्ण कुराहरुको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नु होला। र साथीहरु यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। र साथीहरु आउनुसम्म ढिला नगरी यो आजको टपिक तर्फ लागिहालौं। साथीहरु के तपाईहरुलाई पनि यो एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ परेको छ त? यदि परेको छ भने अब यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। तपाईले आफ्नो मेरो शेयर लगइन गरेर हेर्नु भयो भने त्यहाँनिर पोर्टफोलियोमा यो एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ देखाइसकेको छ। तपाईले चेक गर्न सक्नुहुन्छ। आफ्नो मेरो शेयर लगइन गरेर पोर्टफोलियोमा जानु होला। त्यहाँनिर एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ चाहिँ देखाइसकेको छ, अर्थात यो शेयर चाहिँ डिम्याटमा आइसकेको छ। यो कम्पनीले चाहिँ आफ्नो जारी पुँजी 1,30,81,37,100 रुपैयाँ बराबरको 40% अर्थात 52,32,54,800 रुपैयाँ बराबरको 52,32,584 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये आफ्नो जारी पुँजीको 2% अर्थात 2,61,62,700 रुपैयाँ बराबरको 2,61,627 किता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको थियो भने सार्वजनिक निष्कासन गरिने शेयरको 10% अर्थात 4,97,09,200 रुपैयाँ बराबरको 4,97,092 किता शेयर चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको थियो। र त्यसैगरी यो कम्पनीले यो पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरिसकेपछि सर्वसाधारणलाई जारी पुँजीको 38% अर्थात 49,70,92,100 रुपैयाँ बराबरको 49,70,921 किता शेयर मध्ये 1,49,127 किता शेयर चाहिँ कर्मचारीहरूको लागि छुट्याएको थियो भने 2,48,546 किता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको थियो। यसरी यो पहिलो चरणको निष्कासन र बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा यसले सर्वसाधारणको लागि 40,76,156 किता शेयर निष्कासन गरेको थियो। यो कम्पनीले चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि र स्थानीय बासिन्दाहरूको लागि असोजको 7 गतेदेखि आईपीओ निष्कासन गरेको थियो भने सर्वसाधारणको लागि कार्तिकको 19 गतेदेखि निष्कासन गरेको थियो र यो आईपीओ चाहिँ कार्तिकको 30 गते बाँडफाँड गरिएको थियो। यो आईपीओमा चाहिँ टोटल 21,89,773 जनाले आवेदन दिएका थिए, अर्थात 21,89,773 जनाले यो आईपीओ भरेका थिए। तर यो आईपीओ चाहिँ जम्मा 4,07,615 जनालाई 10 किताको दरले परेको छ। बाँकी रहेको 6 किता शेयर चाहिँ सोही बाँडफाँडमा 6 जना लगानीकर्तालाई 1-1 किताको दरले 11 किता परेको छ। यसरी चाहिँ यो शेयर चाहिँ जम्मा 4,07,615 जनालाई 10 किताको दरले परेको छ। यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। अब तपाईहरुलाई जिज्ञासा लाग्न सक्छ यो शेयर सेकेन्डरी मार्केटमा कारोबार हुँदा अहिले तत्काल कति किता कारोबारमा आउँछ, त्यसैगरी यसको ओपनिङ प्राइस साथै यसको नेटवर्थ ईपीएस के कति छ भनेर जिज्ञासा लाग्न सक्छ। यो एसवाई प्यानल नेपाल लिमिटेडको शेयर चाहिँ सेकेन्डरी मार्केटमा सुरुको दिनमा कारोबार हुँदा यसको ओपनिङ प्राइस भनेको न्यूनतम 106 रुपैयाँ 61 पैसादेखि अधिकतम 319 रुपैयाँ 83 पैसासम्म यसको ओपनिङ रेन्ज रहनेछ। अर्थात सुरुको दिनमा कारोबार हुँदा यसको ओपनिङ प्राइस भनेको न्यूनतम 106 रुपैयाँ 61 पैसादेखि अधिकतम 319 रुपैयाँ 83 पैसा रहनेछ। यो शेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबार हुँदा अहिले तत्काल कारोबारमा आउने भनेको सर्वसाधारणको लागि छुट्याएको शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि छुट्याएको शेयर, यो दुईवटा मात्रै कारोबारमा आउँछ। सर्वसाधारणको लागि जम्मा 40,76,156 किता छुट्याएको छ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि 4,97,092 किता छुट्याएको छ। यो दुईवटा गरेर अहिले जम्मा 45,73,248 किता मात्रै शेयर कारोबारमा आउनेछ तत्कालको लागि। अरूको भने लक इन पिरियड हुन्छ, जस्तै संस्थापक शेयर
धनीहरूको 3 वर्षको लक इन पिरियड हुन्छ। स्थानीय तर्फ खुलेको आइपिओ को पनि 3 वर्षको लक इन पिरियड हुन्छ। कर्मचारी तर्फको पनि 3 वर्षको हुन्छ र सामूहिक लगानी कोषहरूको लागि छुट्याएको चाहिँ 6 महिनाको लक इन पिरियड हुन्छ। 6 महिनापछि मात्रै कारोबारमा आउँछ। अहिले तत्काल कारोबारमा आउने भनेको वैदेशिक रोजगारीतर्फ छुट्याएको आइपिओ र सर्वसाधारणको लागि खुलेको आइपिओ टोटल 2 वटा गरेर 45,73,248 किता मात्रै अहिले कारोबारमा आउँछ। अरू चाहिँ बाँकी भनेको 6 महिनापछि र 3 वर्षपछि मात्रै कारोबारमा आउनेछन्। यसरी चाहिँ यो एसवाई प्यानल नेपाल लिमिटेडको सेयर अब डिम्याटमा आइसकेको छ। अब नेप्सेमा लिस्टिङ भएर यो सेयर सेकेन्डरी मार्केटमा कारोबार हुन्छ। अब केही दिनमा नेप्सेमा लिस्टिङ हुन्छ, त्यसपछि सेकेन्डरी मार्केटमा कारोबारमा आउँछ। यसको प्रति सेयर आम्दानी इपिएस भनेको आर्थिक वर्ष 80-81 को रिपोर्ट अनुसार 5.35 रहेको छ भने यसको प्रति सेयर नेटवर्थ भनेको आर्थिक वर्ष 80-81 को रिपोर्ट अनुसार 106.61 रहेको छ। र यो सेयर चाहिँ डिम्याटमा आइसकेको छ। अब तपाईँहरूले आफ्नो मेरो सेयर लगइन गरेर पोर्टफोलियोमा चेक गर्नुभयो भने यो सेयर यसरी देखाइसकेको छ। र साथीहरू, यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा यो एसवाई प्यानल नेपाल लिमिटेडको आइपिओ सेयर हाम्रो डिम्याट खातामा आइसकेको हुनाले यहाँनिर यसको बारेमा जानकारी गराएँ। यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद।